हो जाडोमा लु हामी चाहिँ यहाँनिर छङ्गु लेक घुम्नु आएको छौँ। ल मजा आउँदैछ, स्नोफल हुँदैछ अलिअलि साथीहरू र मजाले स्नोफल भयो भने चाहिँ मजा आउँछ। अलिअलि स्नोफल हुँदैछ। रेणुका सुजना मजा आउँदैछ घुम्नु? कतिको जाडो छ, कतिको जाडो। याकको फेरि यहाँ केक झारिरहेको छ याकले। किल्चेलाई बाटोमा हेर्दै हिँड है। ल फोटो खिच। ल ल सुटिङ हो र यहाँ पर सुटिङ। उयो कपलको न्यूली वेड्सको फोटोग्राफ। लु हेर्नुहोस् साथीहरू, यदि तपाईँहरू कोही यहाँनिर छाङ्गुमा आउनु भएको छैन भनेदेखि चाहिँ तपाईँहरूलाई यहाँको नजारा हेर्नुहोस् तपाईँहरूले है। तपाईँहरू हामी चाहिँ यहाँनिर गाडी रिजर्भ गरेर आयौँ, भाडा तिरेर है, पैसा खर्च गरेर तपाईँहरू चाहिँ फ्रीमा ल्याइदिँदैछु तपाईँहरूलाई। र तपाईँहरूले मेरो भिडियोलाई स्किप नगरिकन हेर्नु होला साथीहरू। तपाईँहरूलाई यदि छङ्गुको भ्यू हेर्नु मन छ, इच्छा छ भनेदेखि चाहिँ र है हामी चाहिँ यहाँनिर आज आएको छ। लु हेर्नुहोस् हाम्रो टिमहरू कस्तो लाग्दैछ साथीहरू। हाई कस्तो लाग्दैछ तपाईँहरूलाई हाम्रो, कस्तो लाग्दैछ भनौँ चिसोले। छाङ्गुको चिसो गरम बेसी भएर चाहिँ एकदम यो छाङ्गुमा चिसो खानु आएको अरे हाम्रो साथीहरू चाहिँ। लु हेर्नुहोस् है तपाईँहरूले, यसको ब्याकको भ्यू हेर्नुहोस्। हिउँ त छैन आज। लु हेर्नुहोस् हिउँ, स्नोफल हुँदैछ। लु हिउँ हेर्नुहोस् तपाईँहरूलाई म देखाउँदैछु। हिउँ पुरा नभए पनि यहाँनिर यति डरलाग्दो चिसो छ कि साथीहरू। -0 डिग्रीमा हामी चाहिँ यहाँनिर एन्टिक भएर हिँड्दैछौँ। लु हेर्नु होला तपाईँहरूले है। लु एकदम घुम्दैछौँ नयाँ सालको 2026को। पहिला म 2019मा पनि आएको हो यहाँनिर। त्यतिखेर त पुरा थियो यहाँनिर हिउँ है डल्लै, पुरा थियो। अहिले चाहिँ छैन रहेछ त्यति। तर चिसो चाहिँ डरलाग्दो चिसो र स्नोफल पनि हुँदैछ। तपाईँहरूलाई म देखाउँदै लानेछु, तपाईँहरू मसँग जोडिरहनु होला साथीहरू। र तपाईँहरूलाई म याक देखाउँछु। याक आउँदैछ, याक राइड पनि गर्न सक्नुहुन्छ। फोटो खिचेको चाहिँ 100 रुपिस अरे। अनि तपाईँहरू राइड गर्नुभयो भने चाहिँ 600 रुपियाँ अरे। लोकल उनीहरूले घटाइ पनि दिँदो रहेछ। अनि लु हेर्नुहोस् लु हिउँ। लु याक आउँदैछ यहाँ हाम्रो हिरो हिरोइनहरू याकहरू आउँदैछ। लु हेर्नु होला एकदम ब्युटिफुल याक छ यहाँ। लु हेर्नु होला साथीहरू। अब तपाईँहरूले हेर्दै जानु होला है त साथीहरू। लु हिउँ, लु हिउँ हेर्नुहोस् हिउँ जग्गा छ। लु सरारा गरे तपाईँलाई देखाउँदै लानेछु। लु लेक यो चाहिँ हो छाङ्गु लेक। चिसो यति डरलाग्दो चिसो छ कि साथीहरू। हेर्नुहोस् हेर्नुहोस् तपाईँहरूले। स्नोफल हुँदैछ कम्ती
कता कता स्नोफल हुँदैछ ल आम्मामा तर हिउँै नभए पनि एकदम यहाँनिर चाहिँ अब मजा छ क्या घुम्नु यति साह्रो मजा भइरहेछ हिउँ चाहिँ अब एकदम छँदै नभए पनि होइन अलिअलि छ कम्ती कम्ती मतलब यस्तो खेल्नु चाहिँ सक्दैन रहेछ हिउँ चाहिँ खेल्नु चाहिँ छैन रहेछ हेर्नु मात्रै रहेछ सो तपाईँहरू इन्जोय गर्न सक्नुहुन्छ तपाईँहरूलाई कस्तो लाग्छ यहाँनिर है आउनु होला यहाँनिर छङ्गु लेक भिजिट गर्नु होला यो चाहिँ गुराँस हो यो फुल चाहिँ तपाईँको अप्रिल मेमा आउनुभयो भने चाहिँ यो गुराँसको फुल चाहिँ यति दामी ढकमक्कै भएर फुलिरहेको हुन्छ साथीहरू लु हेर्नुहोस् हिउँ कम्ती कम्ती लु हेर्नुहोस् हो यति दामी दामी हिउँहरू छ सो तपाईँहरू हेर्दै जानु होला साथीहरू मसँग जुडिरहनु होला गुराँसको यो गुराँसको फुल छ नि यो गुराँस छ नि यहाँ र यो सबै गुराँसको फुल हो यो अप्रिलदेखि फुल्छ हो अप्रिल मेहरूमा आयो भने चाहिँ यति दामी फुल फुलिरहेको देख्छ यहाँ गुराँसको फुल लु ऊ हाम्रो मित्रहरू आउँदैछ परपर सबैजना हाई गरिदिनु हाई 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 हातहरू झरेको छैन हातहरू यसो चेक गर्दै गर्नु है बा झरे कि नाकहरू छान्दै गर्नु बा झरे कि लु तपाईँहरूले यो हिउँ लु हेर्नु होला साथीहरू यो हिउँ हेर्नुहोस् एकदम तपाईँहरूलाई लु हेर्नु होला एकदम तपाईँहरूको लागि भनेर यति साह्रो दुःख गरेर मेहनत गरेर मैले यसरी भिडियो बनाइरहेको छु साथीहरू तपाईँहरूले एकदमै अल्छी नमानिकन मेरो भिडियोलाई हेरिदिनु होला यदि तपाईँलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब प्लिज गरिदिनु होला है त साथीहरू मन नपरेमा स्किप पनि गर्न सक्नुहुन्छ एज यर चोइस वाउ लु आई लभ छङ्गु लु हेर्नुहोस् हिउँै नभए पनि हेर्नु चाहिँ घुम्नु चाहिँ लाइकको जग्गा छ है साथीहरू यहाँनिर दामी छ एकदम दामी ओह वाउ यो सारा संसार मेरा भने जस्तो ऊ यहाँनिर शाहरुख खानको पोस्ट गर्नु खोजेको हो तर भएन शाहरुख खानको पोस्ट गर्नु खोजेको तर भएन दामी 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 लु लु हेर्नु त हेर्नु तपाईँहरूले हिउँ हेर्नुहोस् छु लु आम्मामा पहाडहरू हेर्नुहोस् त लु फोटो खिच्दै पनि यहाँ सेल्फी गर्ने यो चाहियो सेल्फी स्टिक चिसो भयो नि बिस्तारै हिँड्नु न त ओ याक याक तपाईँले यदि तपाईँहरू छाङ्गु आउनुभयो र तपाईँहरूलाई याक एकदम चढ्नु मन पऱ्यो भने तपाईँले याक पनि राइड गर्न सक्नुहुन्छ है साथीहरू र मैले अघि पनि भनिहालेँ याकमा चढेर फोटो खिच्नु चाहिँ 100 रुपिस ओन्ली अनि तपाईँले राइड गर्नुभयो भनेदेखि चाहिँ तपाईँहरूको 600 है पर हेड रहेछ र तपाईँहरूको यदि तपाईँहरूलाई अब याकमा चढ्नु मन छ या फोटो मात्रै खिच्नु मन छ भने पनि तपाईँले यो पनि गर्न सक्नुहुन्छ र मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ सबैजनालाई फेरि पनि ओहो दामी 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 नाइस 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 भेरी नाइस लु हेर्नु होला आज टुरिस्ट त्यति बेसी त छैन यहाँनिर तर पनि
उफ 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 यो चाहिँ याक क्लाउड आउँछ क्लाउड छिटो छिटो खिच्नु ल क्लाउड आउँदा चाहिँ यो सबै यो हात पनि आउँदैन अहिले एक हात नै वहाँ चाहिँ पकड हेर्नु त अच्छा 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 ल बहिनी ओइ ओइ रेचल 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 आइज छिटो यहाँ क्लाउड भाइ ओइ रेनुका आगो ताप्नु आऊ यहाँ क्लाउड खै हो फोटो खिच्यो होला भनेको पहिला लु है म चाहिँ यहाँनिर अलिकति हिउँको भ्यू लिनु गएकै साथीहरू ओ पर जानु चाहिँ सकिन्छ सकिँदैन निकै टाढो पो रहेछ हौ लु हेर्नुहोस् त लु लु हेर्नुहोस् अनि यो वाउ क्राउड आउँदैछ है क्राउड यहाँनिर क्लाउड आउँदैछ अब यो भ्यूको चाहिँ ओइ रेचल 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 हिउँ खेल्नु आइज रेचल ओइ छ हिउँ पुरा छ आइज रेचल रेचल ओइ रेचल रेचल हिउँ खेल्नु आइज रेचल रेचल हिउँ खेल्नु आऊ भनेको उयो हिउँ पुरा छ ओ उयो छ आगो ताप्दैछ हिउँ खेल्नु आइज भनेको पुरा छ उयो हिउँ अच्छे छे 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 ल ए ल हेर्नुहोस् है साथीहरू आउँदैछ अझै माथिबाट आउँदैछ ओ परबाट आएको म चाहिँ हिउँ खेल्नु लागि ल अच्छे छु 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 कस्तो जाडो आम्माम स्नोफल हुँदैछ है तपाईँहरूले भिडियोमा नोटिस गर्नु चाहिँ भएको छैन क्यामेरामा ए तर स्नोफल हुँदैछ हल्का हल्का हेर्नु होला तपाईँहरूले पनि कम्ती कम्ती स्नोफल चाहिँ हुँदैछ सो स्नोफल भयो भने चाहिँ हामी चाहिँ एकदमै लक्की हो किनभनेदेखि चाहिँ हामीलाई चाहिँ स्नोफलै हेर्नु चाहिँ मन थियो हाम्रो सबै टिमहरूलाई पनि ल ल आऊ है आम्माम ए अब म तपाईँहरूलाई देखाउँदै लाने चाहिँ हिउँ हेर्नुहोस् है अलिअलि अलिअलि भए पनि हिउँ चाहिँ छ है हिउँ चाहिँ छ साथीहरू लु तपाईँहरू जो कोही पनि अब चाहिँ छाङ्गु तपाईँहरू आउनु हुन्छ भने चाहिँ एकदमै राइट सिजन हो तपाईँलाई हिउँ हेर्नु मन छ भनेदेखि चाहिँ र फेरि पनि एकपल्ट मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ साथीहरू र आज चाहिँ हाम्रो छाङ्गु लेकको चाहिँ हाम्रो एकदमै ट्रिप हामी आएको छौँ मेरो सिलगढीबाट पाहुनाहरू आएको छ साथीहरू आएको छ छोरीहरू आएको छ अनि त्यसले गर्दा उनीहरूलाई हामी चाहिँ घुमाउनु ल्याएको है छाङ्गुमा हामी त पहिला पनि आएको हो पहिला आउँदाखेरि त ऱ्यामै थियो हिउँ तर अहिले चाहिँ त्यति त छैन रहेछ है कता कता मात्रै रहेछ हिउँ तर पनि मैले चाहिँ हेर्नुहोस् एकदमै लु हेर्नुहोस् 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 एकदम माथिसम्म यो त सायद
वाटरफल पो होला यो त सायद वाटरफल सायद उ भएको होला यो चाहिँ They used to do it in India, right? Yeah. ल हेर्नुहोस् है है Where do I go? From here. है दामी है ल बहिनी पनि आयो ओ पर I got it. These shoes were not on the video. Yeah. ओ परतिर फोटो खिच्दैछ ल ल वाउ दामी एकछिन त यहाँ पनि एउटा खिचौँ न ल यो स्नो माथिबाट स्नो भएको पनि खिचौँ ल ओके लड्छ ओ यहाँ त चिप्ले भने त क्या दुख्छ नि दुख्छ नि पुरा हात अँ यतिकै त दुखिरहेको छ यहाँ अँ यतापट्टि गरिदिनु नि यता कतापट्टि कतापट्टि ए कतापट्टि यतापट्टि यहाँबाट खिचिदिनु ल छु ल अलिक जिङ्रिङ्ग भयो केस यता हावा उडेको उडेको छ ठिक छ ठिक छ ठिक छ दामी देख्यो आमा तिमीहरू त फोटोजेनिक छ नि त आमा त राख न ओ आमा अझै स्नोफल पुरा हुन थाल्यो ल स्नोफल भएको देख्नु हुँदैछ साथीहरू ल अब स्नोफल भयो भने चाहिँ भाग्नुपर्छ है फेरि ल ए स्नोफल पुरा हुन थाल्यो देख्यो स्नोफल हुन थाल्यो वाउ ए भिडियो पनि गरिदिन्छु यहाँ चाहिँ तपाईँहरूको आफ्नै म चाहिँ रेजिना लेप्चा हाई एभ्रिवान ए हेर्नुहोस् है हामी चाहिँ यसरी घुमेर पनि फोटो खिचेर सकेर हामी चाहिँ अब फर्किँदैछौँ यो नाक छ नि नाक छ कि छैन भनेर चाहिँ बेला बेला छाम्दैछौँ साथीहरू हामी हात पनि छ कि छैन भनेर चाहिँ बेला बेला छाम्दै हिँड्नुपर्ने अवस्था साथीहरू तर मजा आयो एकदम इन्जोय गऱ्यौँ हामीले यो 2026 को भ्यू म तपाईँलाई पहाड देखाउँछु यहाँ माथिको हेर्नुहोस् पहाडको माथि माथि घुम्दै हिँड्ने बादल हौ तिमी बादल हौ तिमी बादल हौ भन्दा जस्तो भयो के दामी दामी घरहरू के दामी पहाड हो के दामी पहाड यो चाहिँ पुरा आर्मी एरिया हो साथीहरू यो यहाँदेखि माथि जानुभयो भने नथुला भेट्नुहुन्छ बाबा मन्दिर भेट्नुहुन्छ है हाम्रो चाहिँ साथी एकजना अलिकति के भन्छ नसक्ने भएकोले गर्दाखेरि हामी माथि चाहिँ गएनौँ र यहाँ छाङ्गु लेकसम्म मात्रै हामी चाहिँ आयौँ साथीहरू र यहाँदेखि उता चाहिँ हामी गएनौँ किनभने हाम्रो एकजना साथी चाहिँ अलिक मतलब के त्यो
यो चिसोहरू एकदम बेसी सक्दैन कि त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ छाङ्गु लेकसम्म मात्रै आयौँ है साथीहरू। तपाईँहरू यहाँनिर तपाईँहरूले याक राइड गर्नु तपाईँहरूले चाहनुहुन्छ भनेदेखि चाहिँ यहाँनिर छ याक तपाईँहरूको लागि एकदम है। लु हेर्नुहोस् तपाईँले ल याक राइड गर्न सक्नुहुन्छ र फोटो खिचेको चाहिँ 100 रुपिस अरे, राइड गरेको चाहिँ 500 600 है। यस्तै रहेछ, हेरी रहेछ, डिस्टेन्स हेरी रहेछ साथीहरू। तपाईँहरूलाई यहाँ आजको म यो नथुला यो के भन्छ छाङ्गु लेकको भ्यू तपाईँहरूलाई देखाइरहेको छु। सो तपाईँहरू पनि आउनु होला है त, भिजिट गर्नु होला एकपल्ट र तपाईँहरूले इन्जोय गर्नु होला साथीहरू। घाँस खाँदैछ बिचारा यिनीहरूले, कोपीको पत्ताहरू खाँदो रहेछ। कत्रो ठुलो छ, हेभी। अम्मा बिचाराहरू थाकेर बसिरहेछ याकहरू जाडोमा। कुन चाहिँ मन पर्यो याक तपाईँलाई? जुन चाहिँ मनपर्छ यो चाहिँ कर्ली हेयर भएको रहेछ। ल आऊ है, आऊ 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 साथीहरू, आऊ 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 छिटो।